हेलो साथीहरू, गुड मर्निङ, नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। हामी नि एकदम ठिक छौँ। अनि आज बिहानको नजारा देख्न सक्नुहुन्छ। आज बिहानको भ्यू हाम्रो घरदेखि बाहिरतिरको यति राम्रो देखिरहेछ, यति राम्रो देखिरहेछ। आकाशमा बादल कति राम्रो। अनि हामी चाहिँ आज घुम्न जान लाग्यो जलचला। त्यही भएर होला आज मौसमले हामीलाई साथ देला जस्तो छ। हिजोसम्म यति ठुलो पानी पऱ्यो, यति ठुलो पानी पऱ्यो। अनि आज चाहिँ अहिले बिहान यति राम्रो घाम लागिरह। तर बाटोमा हिँड्ने बेलामा चाहिँ के अरे गर्मी चाहिँ हुन्छ होला, भए पनि ठिक छ। तर पानी नपर्दै हुने जस्तो भइरह। त्यहाँ माथि त लेक हो नि त, एकदम जलजला भनेको। अनि त्यहाँ चिसो हुन्छ, त्यही भएर ल त हामी निस्किँदैछौँ अहिलेलाई साथीहरू। अनि यहाँदेखि हाम्रो नानी र म जाने हो, नानी र म। अनि उतादेखि अरू साथीहरू जानुहुन्छ, तल गएर भेट हुन्छ हाम्रो। यस्तो छ है साथीहरू, पहिरो लडेर यस्तो बाटो छ। केही बोल्दैन म यसमा उहाल्नुलाई के गीत। ओइ छिटो हिँड साथीहरू। हामी चाहिँ बल्ल रोडमा निस्क्यौँ। तलदेखि यति माथिदेखि आएको देख्न सक्नुहुन्छ। यति माथि यहाँदेखि आएको हामी चाहिँ यता माथिदेखि यहाँ आएर यतादेखि यहाँसम्म आइपुग्यौँ। यति गर्मी भयो अहिले, यहाँ यति गर्मी भयो, कसरी पुग्ने हो। हामी चाहिँ अहिले लाबाङ भन्ने ठाउँमा पुग्न लाग्छौँ। यस्तो राम्रो गाउँ छ कि त देखिनु होला नि, यहाँदेखि देखिँदैन। ए वा देखिन्छ, देखिँदो रहेछ। त्यही राम्रो नजारा देख्न सक्नुहुन्छ, भ्यूहरू। अनि साथीहरू कहाँ हराइहाल्नुभयो हाम्रो, आउनु नै भएको छैन। नानी र म यतादेखि आएको, अनि साथीहरू चाहिँ उतादेखि गाउँदेखि आउने भनेको साथीहरू। म चाहिँ आज घर गएको थिएन नि त, त्यहीँ बसेको थिएँ नानीकोमा। अनि बिहान धाउ हुन्छ भनेर, त्यही भएर आउने साथीहरू भनेको साथीहरू अहिले नै आइपुग्नु भएको छैन। फोन नि लाग्दैन। आज के हुन्छ होला है त, हेर्दै जानु होला। तर मलाई के साथीहरू यो भ्यूहरू मात्रै खिच्न मन लाग्छ हो, कति राम्रो देखिरहेछ नि त। हेर्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ हाम्रो लाबाङ गाउँ देख्न सक्नुहुन्छ, कति खतरासँग मिलेको छ घरहरू। तर क्यामेरामा राम्रोसँग कैद नै हुँदैन कि साथीहरू। ड्रोन भए पो माथिदेखि सबै कुरो देखाउन मिल्थ्यो नि है। उतापट्टिबाट पनि छ गाउँ, अनि यतापट्टिबाट पनि कति राम्रो देखिरहेको साथीहरू। यो चाहिँ हाम्रो गाउँको भाइरल पुल, लाबाङ भन्ने ठाउँदेखि पारे धर्मशाला जोडेको लास्ट लामो छ। यहाँ गएर हामी भिडियोहरू बनाउँछौँ, हेर्दै गर्नु होला है त। फाइनल्ली साथीहरू माथिदेखि देखेको पुलमा पनि पुग्यो। यस्तो लामो रहेछ, मलाई त डर डर लागिरहेछ। अनि साथमा चाहिँ हाम्रो चुले पनि छ, चुले कुकुर। अनि देख्न सक्नुहुन्छ यस्तो राम्रो, यति लामो। तर बाटो पनि सर्टकट पर्ने है यो पुलदेखि गयो भने त। माथिदेखि त हामी उतादेखि घुमेर जानुपर्छ नि त, अनि तल झरेर यहाँदेखि पारि जाने हो। ल है त साथीहरू, हामी चाहिँ अब जाँदै उता यो पुलदेखि आउन सक्नुहुन्छ। प्यारो 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 भो, मिठो भो यो जीवन। अर्कै देखिरहेको थियो नि, अहिले त यस्तो मजाको देखिरहेछ। यो चाहिँ हाम्रो लाबाङ गाउँ। अनि लाबाङदेखि वारी धर्मशाला जोड्ने पुल चाहिँ वा कति लामो छ। तर यहाँ अलि छोटो देखिरहेछ कि साथीहरू। तर लास्ट लामो के लास्टै लामो छ। मलाई त रिङ्गाटा नै लाग्यो। यस भ्यू हेर्न सक्नुहुन्छ। अनि हाम्रो लाबाङ गाउँ यो चाहिँ। ल है साथीहरू, हामी चाहिँ हिँड्दैछौँ बाटोमा। साथीहरूले फोन गरेर कुर्नु हामीलाई त्यही भन्नुभयो नि त, त्यही भएर हामी कुर्नु त के कुर्नु, बिस्तारै हिँडौँ भनेर बिस्तारै हिँडिरहेको छौँ। हामी चाहिँ हाम्रो धर्मशाला वडा कार्यालय भन्दा माथितिर पुग्यौँ हामी।
गर्मी छ साथीहरू, के भन्नु र हजुरहरूलाई, साह्रो गर्मी छ। अब हाम्रो ठाउँ गर्मी हुने ठाउँ त होइन कि, हिँड्ने बेलामा चाहिँ साह्रो गर्मी छ कि यहाँ। अनि हाम्रो साथमा हाम्रो चुले कुकुर अनि मेरो नानी पनि अघि हिँडिराख्नु भएको छ। अनि म चाहिँ साह्रो एक्साइटेड छु, एकदम धेरै एक्साइटेड छु माथि पुग्नलाई, किनभने कहिले गएको छैन नि त जलजला, अनि फर्स्ट टाइम हो। त्यही भएर हिँड्न नसके पनि म चाहिँ एक्साइटेड भएर जाँदैछु। अनि अब यहाँदेखि थबाङसम्ममा चाहिँ अलि सजिलो हुन्छ कि हामीलाई पनि। यता खोलाको छु माथितिर, माथि गइरहेछौँ। यो तल खोला छ, देख्न सक्नुहुन्छ खोला। यतातिर यस्तो छ, हामी आएको बाटो यस्तो हो। अनि पछि हामीहरू चाहिँ यहाँ आएर बसिरहेछौँ, देख्न सक्नुहुन्छ। उहाँलाई चिनेन मैले। अनि साथीहरूलाई कुर्ने अरे, त्यही भएर शीतलमा आएर बसिरहेछौँ हामी चाहिँ। अनि हामी चाहिँ योतिर छौँ अहिले एकछिनको लागि। चियर्स। ल साथीहरू चल्देको हामी चाहिँ यो पछाडि ग्रुप पनि भेटिसक्यो। हामी चाहिँ अहिले कतिजना भयौँ? 5 जना। हामी चाहिँ अहिले 5 जना। अनि उहाँ दाजुसँग चाहिँ 6 जना। उहाँ दाजु चाहिँ मेरो बाटो सिकाउने मान्छे हुनुहुन्छ। अनि चाहिँ हामी जान लाग्यो है त। अब 2 जना भाइहरू आउनु बाँकी छ, तिनीहरू आउँछन् होला केही छिनमा। ल है त। हेलो साथीहरू, हामी यस्तो ठाउँमा आइपुग्यौँ, देख्न सक्नुहुन्छ। बालुवा भएको मरुभूमिमा आइपुग्यौँ हामीहरू। यति खतरा छ, हेर्न सक्नुहुन्छ साथीहरू। हामीहरू चाहिँ यहाँ माथि आइसक्यौँ कि, यो चाहिँ देख्न सक्नुहुन्छ पारिपट्टि, थबाङको पारिपट्टिको गाउँ, अनि बिचको चाहिँ थबाङ खोला। साथीहरू हामीहरू चाहिँ यस्तो बाटोमा जाँदैछौँ, जाँदै हामी चाहिँ यस्तो बाटोमा पनि पुग्यौँ, देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ अहिले कहाँ पुग्यौँ भन्दा मङ्गरा खोला पुल, अनि थबाङमा पुग्यौँ मङ्गरा खोला पुल। अनि बाटो चाहिँ यस्तो हिलो छ साथीहरू। त्यहाँनिर पुल पनि छ रहेछ, कति राम्रो। मेरो साथीहरू चाहिँ उता पारि पुगिसक्नु भयो, पाल्नापट्टि पुगिसक्नु भयो। म चाहिँ यहीँ छु है। अनि कहाँ त दौडिन सक्नुहुन्छ नि त, अनि म चाहिँ दौडिन पनि सक्दिनँ। त्यही भएर म चाहिँ बिस्तारै गइरहेको छु। अनि यहाँ अब नसक्ने मान्छे दौडेर अनि माथि पुग्न त गाह्रो भइहाल्छ। त्यही भएर एकै नासको हेर्ने भनेर म चाहिँ बिस्तारै जाँदैछु। अनि सक्नुहुन्छ यता यस्तो हालत छ हाम्रो बाटोको। यो चाहिँ पुलमा देख्छ भने चाहिँ पुलमा पनि यस्तो खालको बाटो छ होइन। अनि साथीहरू जाँदैछु, कस्तो शीतल हावा आएको भाइ, यहाँ त कति आनन्द। आज चाहिँ हामीहरू फर्किँदैनौँ होला कि सायद। अब फर्किन पनि कहाँ फर्किन हौ, भर्खर हिँडेको थबाङ नै पुगेको छैनौँ। कति बजिसक्यो अहिले 10 बजेर पनि 20 मिनट गइसक्यो। अनि हामी त आज फर्किँदैनौँ होला, त्यही भएर बिस्तारै गइरहेको छौँ, बस्ने गरेर जानु लाग्यो भएर। अनि साथीहरूले यहाँ मलाई सघाउँदा पनि सघाउँदैनन् कि, ब्याग बोकाइदिएछन्। बोकाइदिन त के भन्नु मेरो ब्याग, तर बहिनीहरू छन् त्यहाँ। ल है साथीहरू, हामी यस्तो ठाउँमा आइसक्यौँ। अहिले चाहिँ देख्न सक्नुहुन्छ यति राम्रो थबाङ पुग्न लाग्यो। अब पुगिसक्यौँ होला हो। त्यो हस्पिटल कति माथि पो रहेछ, हस्पिटल वडा कार्यालय, अनि गाउँपालिकाको कार्यालय फेरि त। अनि हामी माथि पुगिसक्यौँ अहिले। यस्तो आनन्द छ, हावा देख्न सक्नुहुन्छ। 5 जना रहेछ हाम्रो ठाउँ। अब चाहिँ हामी थबाङ बजार पुग्न थोरै मात्रै लाग्छ। अब थोरै चाहिँ पुग्न लागिसक्यौँ। अनि यसरी गइरहेछौँ उनीहरू चाहिँ। हामी यताले त बेलुकै पुग्छौँ होला हो माथि थबाङ। बिस्तारै स्लो हिँडिरहेछौँ। ओइ आरू हेर्नु न तल, कति धेरै आरू छन् भाइ साथीहरू, कति धेरै आरू तल। यसरी त हामीले आरू नि खान पाएनौँ कि साथीहरू। हेरेपछि कस्तो खान मन लाग्छ। हाम्रोतिर कति धेरै हुन्थ्यो, यतिर असिना आएर के नराखेर लग्यो कि। ऊ माथि देख्यो नि त थबाङ गाउँपालिकाको कार्यपालिका गाउँपालिका। आरूमा हेर्नु लागिसक्नु भयो हे भरै।
मागिराख्नु भएको छ नानीले। अनि हामी चाहिँ जाँदैछौँ इलाका प्रहरी कार्यालय थबाङको इलाका प्रहरी कार्यालय यहाँ रहेछ साथीहरू। यस्तो राम्रो ठाउँमा देख्न सक्नुहुन्छ। ल साथीहरू चाहिँ आधारभूत अस्पताल झकेराङ रोल्पा थबाङको आधारभूत अस्पताल यो चाहिँ देख्न सक्नुहुन्छ। अनि म चाहिँ यता छु, जाँदैछौँ हामी। सुनाइदिउँ कि लेखिदिउँ नाम तिम्रो बासै कोरेर चढाउँला देउरालीमै फुलपाती सोरेर। हामी चाहिँ थबाङ गाउँ छिरिसक्यौँ, देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ खाजा खान बसेको। के खाँदा पऱ्यो बच्चाहरूले मोमो खाँदा मोमो चाउमिन खाँदैन के खान्छु होला। साथीहरू हामी चाहिँ खाजा खाएर पनि निस्किसक्यौँ। यो हो थबाङ गाउँ थबाङ बजार। हामी चाहिँ जाँदैछौँ हामीहरू चाहिँ साथीहरू के हाम्रो भाइहरू पनि आइसक्यो। यिनीहरू देख्न सक्नुहुन्छ। लाइक त थबाङ बजार देख्न सक्नुहुन्छ। थबाङको बजार हो नि है यो थबाङ बजार। हामी चाहिँ अब जान लाग्यो उता बाहिर। अब यहाँ गाउँदेखि बाहिर हो नि त जाने, गाउँदेखि जानुपर्छ। अनि यहाँ भित्र गाउँदेखि हामी चाहिँ जाँदैछौँ है त। हाम्रो साथीहरू देख्न सक्नुहुन्छ। पछाडिको भाइहरू के साह्रो अग्लाउने यिनीहरू। ओके त खत्तम छ साथीहरू। हामी चाहिँ निस्क्यौँ, गाउँदेखि निस्केको। अब जान लाग्यो है त। अब त कति हिँड्नुपर्छ भन्ने कुरा थाहा छैन। फ्रुटी बोकिरहेको छु म चाहिँ। अनि पछि अरूहरूले चाहिँ सामान बोक्नु भएको छ। साथीहरूको काम थिएन के बोकिरहने यिनीहरू। यसो नि त हामी त माथि बस्ने गरेर जानु लाग्यो। त्यही भएर अलिअलि सामान पनि छ है त साथीहरू। ल है साथीहरू हामी चाहिँ पुग्यौँ थबाङ पुल। यति राम्रो छ पुल देख्नु। अनि यहाँ चाहिँ दाङदेखि आउने गाडी पनि यही बाटो आउँछ नि है। उता दाङदेखि आउने गाडी पनि यही बाटो आउँछ पुलदेखि। अन्त यहाँ पुग्यौँ। अब चाहिँ माथि जानुपर्छ यता सर्टकट बाटो, मतलब रोड छोडेर माथि पुग्ने अरे। कति बेला पुग्छौँ के गर्छौँ हामीलाई नै थाहा छैन। ल है त यस्तो हामी पुग्छ यहाँ। अनि के साथीहरू पानी पर्न आँटिसक्यो। हामीसँग रेनकोट पनि छैन, छाता बोकेर आएको छौँ। अब हेर्दै गर्नुला भएसम्म भिडियो अलिअलि खिच्छौँ कस्तो हुन्छ है त। ल है साथीहरू हामी चाहिँ चल्दिएको यता खोल जानु पर्दो रहेछ। खोलादेखि पानी परिसक्यो भर्खर थबाङ पुग्यौँ। अब हाम्रो हालत के हुन्छ हेर्दै जानु होला। अनि सबैजनाले सामान बोकेर जानु भएको छ। ओइ सामान ल्याऊ मलाई। अनि साथीहरू है यस्तो धपाइसक्यो। कसरी पुग्छौँ थाहा छैन अब। ल है त साथीहरू हाम्रो यात्रा सुरु भयो खोलाको किनार देख्न सक्नुहुन्छ। साथीहरू अगाडि तम्सेर हिँडिरहेछन्। पानी परिसक्यो अब के हुन्छ। अनि दिदी चाहिँ यहाँ मेरो झोला बोकिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ। म चाहिँ यो बोकिरहेको छु। हामी चाहिँ गयौँ अब साथीहरू। अहिले चाहिँ यस्तोमा परेको छु। ब्यागबाट सिधै झरेर यस्तोमा परे नानीमा। नानीमा। अनि यहाँ चाहिँ पानी पर्यो त्यही भएर हामी चाहिँ छाता ओढेर जानु लागेको। साथीहरू यस्तो रहेछ बाटो। अब कसरी पो जाने होला यस्तो पारामा। यस्तो कालो पानी आइरहेको छ देख्न सक्नुहुन्छ। हामी चाहिँ कसरी जाने थाहा छैन। कुकुरलाई लगाउन
चाहिँ हामीलाई यहाँ तार्दैछन्। अब यहाँ के हुन्छ यहाँबाट बोक्न आइज न हौ बोक्न आउने मान्छे झोलामै आउँछ देख्न सक्नुहुन्छ यस्तो रहेछ कि यहाँ खोला अनि साथीहरू खोला तरेर पनि आइसक्यौँ हामीहरू उकालो लाग्यौँ उहाँले पनि तर के सुन नि कुकर त पानी खोला देखेर डराउँछन् भन्छन् त नि रेबिज रोग लागेको मान्छेहरू पनि पानी देखेर डराउँछन् लक्षण भन्छन् त अनि यो चुले त हामीले नसकेको खोला तरिन आयो त ए साथीहरू के साह्रो खोला हो फेरि अर्को खोला भेटियो साथीहरू कसरी जानुहुन्छ हेरौँ तर मेरो चाहिँ दुईचोटि जुत्ता खोल्ने हिम्मत छैन मलाई बोकेर लाग्न सक्नुहुन्छ अहिले स्कुलमा नखाने भागहरूले अनि के साह्रो खोला परेको यहाँ अनि यहाँ चाहिँ खोलामा भैँसी आहाल पुग्दैछ है त अनि कति खोला हो भर्खर त खोला गरेर राख्यौँ त जुत्ता नलाउनु पर्ने के हजुर यसरी पुग्यौँ देख्न सक्नुहुन्छ बल्ल बल्ल हामी चाहिँ पुग्यौँ यिनीहरूको पारा उस्तै छ फेरि देख्न सक्नुहुन्छ यहाँ यसरी मरिहाल्यो अब ढुङ्गा खोज्छ भैँसी कति मजासँग बसिरहेको अनि हाम्रो चुले चाहिँ बारी बसिरहेको साथीहरू यो बैसको रुखमा सिल्टी त्यो के नास्पति कसैले देख्नु भएको छ कि नै हामीले यहाँ बैसको रुखमा नास्पति भेटाएर टिप्न लगाएको खै देखाउ त सुभाष ल हजुरहरू पत्याउनु नलगाइचहरू हेर्नुहोस् ल ल झर अब छ अझै माथि धेरै फलेछन् कतिवटा फले बैसको रुखमा नास्पति फल्यो साथीहरू ल हामीले अनौठो कुरा देख्यौँ है आज जलजल आएर बैसको रुखमा नास्पति फलेको हामी चाहिँ हेरे उहाँ चाहिँ हेरेको हेरे बैसको रुखमा नास्पति फल्यो भने होइन कि त्यो हेलो साथीहरू यति माथि आउँदा यति राम्रो गाउँ देख्यो यहाँ देख्न सक्नुहुन्छ कुन गाउँ हो खै मलाई थाहा भएन तर यस्तो राम्रो रहेछ है माथितिर ल है साथीहरू हामी चाहिँ यस्तो माथि आइपुग्यौँ यति हाइटमा यस्तो राम्रो गाउँ यस्तो राम्रो बसेको गाउँ है यतातिर त पानी माथिदेखि परिसक्यो यति ठुलो पानी परिसक्यो नि मेरो साथीहरू चाहिँ उता गइराख्नु भएको छ देख्न सक्नुहुन्छ मेरो साथीहरू म चाहिँ अलिअलि क्लिप भए पनि लिउँ भनेर चाहिँ यसो भिडियो बनाउँदैछु यति टाढा छ कि तर कस्तो राम्रो है यो गाउँ पानी पनि परिसक्यो अब यतातिर मकैहरू यस्तो रोप्नु भएको रहेछ यति माथि पनि कस्तो राम्रो मकैहरू हुँदो रहेछ चाहिँ यहाँ दुली डाँडा भन्ने ठाउँ आइसक्यौँ देख्न सक्नुहुन्छ पारिपट्टि कति राम्रो गाउँ रहेछ अनि हामी थबाङदेखि हिँडेको 1-1.5 घन्टा जस्तो भयो होला यति माथि आयौँ कि अब चाहिँ सायद गाउँ भेटिने होला माथि जङ्गल जानुपर्छ साथीहरू अनि पानी आइसक्यो यति राम्रो छ तर पानी नपरेको भए कति राम्रो कति आनन्द हुन्छ हेर्नलाई हेरौँ अब कति बेला भेटिन्छ माथि हामीहरू सँगै हिँड्ने भनेको अब यति बेला मात्रै हो त्यसपछि यिनीहरू को एका डाँडातिर जान्छन् को अर्कोतिर जान्छन् कि त्यही भएर मैले मौका छोपेर सबजनालाई यहाँ क्यामेरामा कैद गर्न लाग्यो देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ कमेडी ग्याङ पनि धेरै छ साथीहरू मान्छे धेरै नभए पनि कमेडीहरू मात्रै हुनुहुन्छ त्यही भएर रमाइलो भइरहेछ अब हामी रमाइलो गर्नु भनेरै आएको अन्त होइन त्यही भएर भएन है त साथीहरू ल हजुरहरू पनि रमाइलो मानेर हेर्नु ल जस्तो भने के गर्नु हाम्रो सुरुको भिडियो हो मन पराइदिनुहोस् माया गरिदिनुहोस् ल साथीहरू हामीहरू चाहिँ यहाँ नास्पति चोर्न जान्ला छौँ देख्न सक्नुहुन्छ नास्पति चोर्दैछन् यिनीहरूले अब के हुन्छ मलाई नास्पति चोर्दैछ यसले दुईटाले अब के हुन्छ है त अब के हुन्छ होला त अब के हुन्छ
हे प्रभु चोरे है चोरे म त के थाहा भन्न सकिनेहरू अब मान्छेले देख्यो भने के भन्ने हो मलाई त केही पनि थाहा छैन चोरेर आए चोरहरू गाईको चोर सबभन्दा चोर यही छ यो लाग्यो कालो सुवास पर्ख्यौ त चोरेको कतिको मिठो छ भन त एकदम चोरेको मिठो हुन्छ चोरेको मिठो हुन्छ मेहनतको फल मिठो हुन्छ भने मेहनत भने चाहिँ चोरेको मेहनत धेरै गर्नु चोर्नलाई त के हिम्मत चाहिन्छ नि होइन जो कोहीले चोर्छ र जुत्ता लगाएर रुखमा जानु पर्यो अनि त्यहाँ परि आएपछि बेहोर्न पर्यो होइन ल है साथीहरू हामी चाहिँ गाडी आउने बाटोसम्म पुगिसक्यौँ त्यहाँ यस्तो राम्रो पुल रहेछ तर गाडी आउने बाटो भए पनि हामी चाहिँ हिँडेर आएको अनि यहाँदेखि चाहिँ अब माथि उकालो लाग्नुपर्छ अनि यहाँ चाहिँ के भन्ने गोल्को भन्ने ठाउँ रहेछ के हो गोल्को के भन्ने ठाउँ रहेछ अनि यहाँदेखि कति राम्रो पुल छ यहाँदेखि चाहिँ हामी अब उकालो जङ्गल जानुपर्छ यहाँसम्म त कतैतिर गाउँ घरहरू थियो नि त अलिअलि अब चाहिँ त्यस्तो केही नै हुँदैन है त साथीहरू खाजा खाने समय भयो हाम्रो यहाँ माथि पुलमा आएर अनि देख्न सक्नुहुन्छ कति राम्रो रोटी अनि सुभाष देवलाई के भयो पुजारी जस्तै देखेको ल है त अनि तरकारी हामीले यसरी लिएको टिफिनमा ल्याएको तर टिफिनमा ल्याएको हुँ पुगेर खाने भनेर यो नानी खुट्टा उता गर्नु खानाको माथि आयो खुट्टा ओइ अनि यहाँ चाहिँ हुनुहुन्छ नानी यो कस्तो भयो जलजला जाने धोको पुरा होला जस्तो छ है खुट्टा दुखेर मर्न आँटिसक्यो म त ल है त साथीहरू यति दुखेछ कि यति साथीहरू हामी चाहिँ यस्तो उकालोमा आएर यहाँ विश्राम गरेर राख्नु भएको छ पानी खाँदै हुनुहुन्छ साथीहरू देख्न सक्नुहुन्छ यस्तो बाटोदेखि आयौँ विशाल चाहिँ हुक्केर सुभाष हुक्केर यहाँ हरिबिजोगमा छन् अनुहार पनि यस्तो भइसक्यो पुरै रातो अब के हुन्छ त अब के होला त यसपछि र हामी चाहिँ यहाँ पुग्यौँ देख्न सक्नुहुन्छ नानी कस्तो भइरहेछ हजुरलाई कष्टै गाह्रो हो साथीहरू हिँड्न सक्नुहुन्छ भने मात्रै आउनुहोस् है नत्र नआउनुहोस् के भनौँ ठिकै जान मन लाग्यो अनि एक्साइटेड पनि छु कस्तो छ होला भनेर अर्कोचोटि त सायद हुँदैन होला कि यो चोटि चाहिँ खुसी नै लागिरह किनभने अब पहिलोचोटि हो नि त नि के छ कस्तो छ एक्साइटेड भइन्छ नि त अनि हामी यस्तो ठाउँमा आएर बसिरहेछौँ देख्न सक्नुहुन्छ साथीहरू हामी चाहिँ यस्तो बादलभित्र गइसक्यौँ मेरो हालत चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ है अझै पुगेकै छैनौँ कति बेला हो पुग्ने थाहा छैन तर हामी चाहिँ बादलको मुनि हराइसक्यौँ यस्तो राम्रो पुरै देख्न सक्नुहुन्छ है त ल है साथीहरू हामी चाहिँ यस्तो ठाउँमा जाँदैछौँ देख्न सक्नुहुन्छ अनि सबैजना गइसक्नुभयो अगाडि म चाहिँ एक्लै जाँदैछु कस्तो छ है जङ्गल त पुरै अनि कुहिरो लागेर हेर्न सक्नुहुन्छ केही नै देखिरहेको छैन त्यो पनि डर भन्ने कुरा त केही नै नलाग्दो रहेछ खै किन होला है यस्तो मलाई त डर पनि लाग्दैन त हो एक्लै हिँडिरहेको छु अनि यति उकालो छ बाटो देख्न सक्नुहुन्छ यहाँ तलदेखि आयौँ हामी पुरै उकालो चाहिँ कहाँसम्म हो खै यो उकालो अनि अरू बहिनीहरू चाहिँ अगाडि गइसक्यो होला तिनीहरू नानीहरू चाहिँ अगाडि गइसक्यो अनि भाइहरू अनि नन्द चाहिँ यहीँ बिचमा जाँदै हुनुहुन्छ सबभन्दा पछि चाहिँ मै छु साथीहरू हिँड्न नसक्ने मै परेँ तर आज मौसमले कति साथ दियो अहिले बल्ल बल्ल अलिअलि पानीहरू मसिनो मसिनो परिरहेछ अनि कुहिरो लागिरहेछ
अब त हामी जलजलाको नजिक नजिक पनि पुग्न लाग्यौँ होला हो साथीहरू। हामी चाहिँ पुग्न लाग्यौँ होला अब त धेरै छैन रे, हामी यति माथि पुगिसक्यौँ। अनि साथीहरू हामी चाहिँ बिहान 6 बजी हिँडेको नि त, घरदेखि 6 बजी हिँडेको। अनि अहिले बेलुकाको 6 भइसक्यो, हामी बिहान 6 बजी हिँडेको, बेलुकाको 6 बजिसक्यो। अनि अब चाहिँ पुग्न लागिसक्यौँ होला। अहिलेसम्म यस्तो गर्मी भइरहेको थियो साथीहरू हिँड्ने बेला पनि। अहिले चाहिँ चिसो भयो कि कस्तो जाडो, यहीँदेखि लास्टै जाडो सुरु भइसक्यो। आज त खोइ होटेलहरू पनि कस्तो छ के छ, हामीहरू बस्छौँ कहाँ त्यो नि थाहा छैन साथीहरू। पानी परिरहेछ। ल है त अब उता पुगेर भेट्नुपर्छ साथीहरू। हामी चाहिँ पुग्यौँ जलजला, देख्न सक्नुहुन्छ। अनि फुलहरू पनि देख्नु न कति राम्रो फुलहरू छ हौ यहाँ। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते सबैजना सँगै हुनुहुन्छ होला। एकदम ठिक छु। अनि हामी चाहिँ हिजो जलजला आएको थियौँ, अनि आएर होमस्टेमा बसेको। हामीहरू बसेको होमस्टेमा यस्तोहरू छ यहाँ, यस्तोहरूमा बसेको हामी चाहिँ आएर। अनि पानी परेर बिहान उठेर भिडियो बनाउँछु भनेको, पानी परेर अहिलेसम्म पानी रोकिरहेन कि, पानी परिरहेछ। अनि यो चुले पनि हामीसँगै यहीँ जलजला आएको हिजो। अनि साथीहरू कस्तो पुरै हावा चलिरहेछ, बिहान पुरै हावा लागिरहेको यहाँ। यति साह्रो हावा लाग्दो रहेछ बिहानै। अनि उता त्योभन्दा उतापट्टि यो देखिरहेछ नि, योभन्दा उतापट्टि त कति राम्रो छ। त्यो जान नै गएनौँ, अहिले यहीँ मात्रै छौँ। ल है साथीहरू, हामी चाहिँ रेडी भएर जान लाग्यो उता पारीतिर, उता मन्दिर। अनि त्यहाँ तल ओडार छ अरे, त्यहाँसम्म पुगेर आउँछौँ है त। लास्टै चिसो छ, पानी परिरह। अनि त्यसपछि भेट्नुपर्छ। अहिले चाहिँ अलिअलि मौसम पनि खुलिरहेछ है त, उता गएर भेटौँला। साथीहरू हामी चाहिँ चेन्ज गरेर पनि जान लाग्यौँ। अब चाहिँ उता पारीतिर जान्छौँ एकचोटि, यतातिर घुमेर आउँछौँ। त्यसपछि हामी घर जानुपर्छ, किनभने कुहिरो पनि लाग्न लागिसक्यो। अब पानी पर्छ होला एकछिनमा। आजभोलि कति बजिसक्यो नानी? 11 बज्न लागिसक्यो। अब चाहिँ जानपर्छ हामीहरू है त उता गएर। ल है साथीहरू, हामी चाहिँ यता आइसक्यौँ मन्दिरभन्दा पनि पछाडितिर कस्तो राम्रो भ्यू छ। हामी बसेको होमस्टे उता माथि हो। अनि हामी चाहिँ यति तल, त्यो माथि चाहिँ हेर्नु न, रुख कस्तो राम्रो देखेको। अनि हामी चाहिँ यहाँ तल आइसक्यौँ। अनि यहाँ चाहिँ जलजला लेखेको बोर्ड। अनि हामी चाहिँ हिजो यहीँ बस्ने भनेको थियौँ नि त। अनि यहाँ त केही नहुँदो रहेछ, त्यही भएर। अनि चाहिँ यस्तो राम्रो फुलहरू, कस्तो राम्रो फुलहरू नानी। अनि यो निलो फुल हेर्नु न, कस्तो राम्रो फुल देख्न सक्नुहुन्छ। फुलहरू यस्तै फुलहरू है साथीहरू, त्यो देख्न सक्नुहुन्छ। यस्तै फुलहरू, यस्तो राम्रो फुल फुलिरहेको। अनि हेर्नु साथी, यहाँ बसेर फोटोहरू खिच्न कस्तो राम्रो ठाउँ रहेछ कि यहाँनिर यस्तोमा। अनि हामी चाहिँ कस्तो राम्रो देखेको, माथि जङ्गल टक्क लाएर। अनि यतातिर कति राम्रो छ। राम्रो कति भन्नु हो, म त राम्रो भनेर बयानै गर्न सक्दिनँ। अब त के साह्रो राम्रो। अनि फुलहरू, अनि फुलको बगैँचामा चाहिँ म एउटा। अनि यहाँ चाहिँ कस्तो हेर्नु न, यो कति राम्रो देखेको। अनि यहाँ कस्तो राम्रो बस्ने ठाउँ, यहाँ बसेर तल एउटा पुल छ अरे नि त। अनि त्यहाँ पुल चाहिँ जान लाग्छौँ। त्यहाँ पुलमा चाहिँ फोटो खिच्न भनेर, हेर्न भनेर। अनि आएको बेला चाहिँ गइहालौँ भन्नुहुन्छ नि त नानीले। अब फेरि आउने हुँदैन। भित्रसम्म कति माथिसम्म छ भाइ यस्तो त। अनि फेरि आउने हुँदैन, आएको बेला जाम। त्यहाँ पनि एकछिन फोटो खिचेर आउँला भन्नुभएको छ। अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ। अनि हाम्रो साथीहरू चाहिँ
कहाँ जानुभयो कुन्नी अघि अघि न पछि पछि हिँड्नुहुन्छ त्यही भएर हामी मात्रै छौँ अहिले चाहिँ अनि कति आनन्द के यो ठाउँ हावा कस्तो शीतल वा त्यही त कस्तो राम्रो गोरुहरू यहाँ झन् गोरुहरू कति राम्रो देख्न सक्नुहुन्छ कस्तो राम्रो गोरुहरू ए यो गोरुहरू त साँच्चीकै भाग्यमानी है यस्तो राम्रो उसमा चाहिँ यति राम्रो फुलको बिचमा चाहिँ बस्न गाई गोरुहरू छ कति भाग्यमानी अनि साथीहरू त्यही हो जान्छौँ त ल ढिला त भइसक्यो कि 12 बज्न लागिसक्यो तैपनि ठिकै छ हामी बाटोमा फुलहरू देख्न सक्नुहुन्छ साथी कस्तो राम्रो फुलहरू लाइनको फुलहरू अनि अब आएको बेलामा चाहिँ घुमेरै जाऊँ अब चाहिँ ढिला पानी भयो भनेर फेरि हेर्नु साथी यहाँ आयौँ यहाँबाट पनि उत्तिकै देखिन्छ उताबाट हेर्ने बेलामा यहाँसम्म मात्रै होला कि जस्तो देखिन्छ कि यहाँ आएपछि फेरि उता त्यस्तै देखिन्छ कि कति राम्रो ओ माई गडनेस हामीलाई त जानै मन छैन भाइ यहाँदेखि त जानै मन छैन कस्तो राम्रो राम्रो देखिरहेको भ्यूहरू अनि ओ नानी यो के हो कस्तो बनाएको यहाँ के हो यस्तो बनाएको कति राम्रो अनि देख्न सक्नुहुन्छ कस्तो राम्रो तर हामी पुल्नु भेटाएको छैनौँ अझै यतातिर चाहिँ हेर्न सक्नुहुन्छ जङ्गल माथि माथि यस्तो राम्रो रुखहरू छ यस्तो राम्रो अनि तलतिर यति राम्रो समथर परेको भूभाग यो टोयलेटहरू हेर्नु न कस्तो व्यवस्थित के आज भोलि त साथीहरू यो टोयलेट हेर्नु न बाटोमा बस्ने ठाउँ यहाँ झन् ए मरे लोटे आयो यहाँ झन् हेर्नु न यो यता यो बिचमा चाहिँ के राख्नु भएको कि अनि यता बस्ने ठाउँ यस्तो राम्रो बनाइदिनु भएको रहेछ अनि त्यही भएर त्यसपछि चाहिँ देख्न सक्नुहुन्छ यस्तो राम्रो पछाडि छ भने यति राम्रो अगाडि छ जता हेऱ्यो उतै राम्रो हामी त नेपालीदेखि हेर्दा यता देखिँदैन नि त अलिकति मात्रै देखिन्छ अनि फेरि त्यो देखेको ठाउँसम्म आयो भने फेरि पनि उता उस्तै देखिन्छ फेरि हेर्नु साथी अर्को कलरको फुल फुलेछ यहाँनिर फेरि कस्तो राम्रो कि अर्को कलरको लास्ट मन पर्यो साथीहरू यस्तो राम्रो फुल कस्तो राम्रो फुलहरू है अनि यिनी फुलहरू त झन् यता प्रख्यात फुलहरू यो रातो फुलहरू त अनि साथीहरू त्यही हो माथितिर कति राम्रो यो चाहिँ यो यस्तो डाँडा के तर मलाई व्याख्या गर्न आएन साथी के भन्छ होला यस्तो जङ्गलहरू मतलब रुखहरू नभएको यस्तो ठाउँलाई के भन्छ होला अनि फुलहरू यतातिर पनि पुरै रातै फुलिरह यो रातो देखिरहेको छ नि साथीहरू यो सब फुलहरू यतातिर मन्दिर पनि रहेछ नानी हामी त पुल भेट आएनौँ त कहाँ हो पुल हामी त वास्तवमा पुलहरू हेर्दै गइरहेको छौँ कि पुलमा गएर भिडियो बनाउने भनेर तर हामी जति तल गयौँ उति पुल नै छैन त अनि त्यही हो साथीहरू यस्तो राम्रो खोला कल बगिरह यति सुन्दर देख्न सक्नुहुन्छ यसको बिचमा यस्तो सन्थर भएको बिचमा यस्तो राम्रो ठाउँमा खोलाहरू बगिरहेको छ पुरै कल खोला सैलेजी छरछर छरना कि सैलेजी देउला इसारा कल खोला सैलेजी साथीहरू हजुरलाई यो भिडियो हेर्दा अल्छी लाग्छ होला कि तैपनि म चाहिँ मेमोरीको लागि यति सबै कैद गरेको है साथीहरू अब पछि सधैँ आइराख्छौँ भन्ने पनि हुँदैन अब त आउन पनि सक्छौँ नआउन पनि सक्छौँ नानीहरू फोटो खिचौँ न आउन पनि सक्छौँ नआउन पनि सक्छौँ अब त त्यही भएर चाहिँ मेमोरीको लागि मैले अलिअलि भिडियोहरू बनाइरहेको छु यहाँ त धाराहरू रहेछ त कति राम्रो देख्न सक्नुहुन्छ साथी त्यहाँनिर कस्तो राम्रो धारा हेर्नु त
म ढले म बेहोस भएँ। कस्तो राम्रो फुलहरू फुलेको, वाउ कस्तो राम्रो। मरे म फुल भेट्यो, कस्तो राम्रो के साथीहरू हेर्नु त। ओ माई गडनेस, प्रकृति साँच्चीकै भनेको प्रकृतिले कति राम्रो उपहारहरू दिनुहुन्छ है हामीलाई। यस्तो राम्रो राम्रो फुलहरू यत्तिकै फुलाइदिनु भएको छ, यस्तो डाँडा काँडाहरू यस्तो बनाइदिनु भएको छ। साँच्ची भनेको म कति खुसी हुन्छु। एउटा कुरा नि साथीहरू, म तपाईँ के गरेर कहाँ गएर खुसी हुन्छ भन्यो भने म त यस्तो यही नै हो मेरो खुसी। यस्तो ठाउँमा आउने, नेचरहरूसँग रमाउने, अनि नेचरहरूसँग केही उसहरू मेमोरीहरू कैद गर्ने, यही नै हो है त साथीहरू। यस्तो राम्रो छ फुलहरू, कति कलरको फुलहरू फुलेको यतातिर। अब हामी चाहिँ पुल पनि भेटायौँ, नानीले यहाँ पुल भेटायौँ भन्दै हुनुहुन्छ। ऊ त्यहीँनिर होला सायद। वाउ रहेछ कति राम्रो। ए यहाँ त झन् धेरै फुलहरू फुलेका, कस्तो राम्रो भाइ। अनि हाम्रो साथीहरू चाहिँ जानुभयो कि खोइ कहाँ जानुभयो हामीलाई पनि थाहा छैन, तर मतलब उता जानुभएको थियो अनि फर्किसक्नु भयो होला माथितिर। हामी चाहिँ हाम्रो एउटा मात्रै सपना थियो कि साथीहरू यहाँ आएर यो पुलमा बसेर अनि यसो भिडियोहरू खिचेर जाने भनेर, त्यही भएर हामी आयौँ जसरी नै आयौँ हामी चाहिँ यहाँ। अनि हाम्रो साथीहरू चाहिँ खै जानुभयो होला, माथि पुग्नुहुन्छ होला, खोला देख्न सक्नुहुन्छ कस्तो राम्रो खोला, कल 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 पानी बगिराख्ने खोला है, कस्तो राम्रो। अनि मम्मीहरूले घरदेखि फोन गरेर नि साथीहरू छिटो आऊ, कति ढिला गरेको, पानी पर्छ, घरमा पुग्दैन आज भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ तर गएको छैनौँ अहिलेसम्म। देख्न सक्नुहुन्छ यस्तो राम्रो ठाउँ छोडेर जानै मन छैन कि। अनि फेरि आएको बेलामा त हो सधैँ आइँदैन, आएको बेलामा घुमेर जाऊँ सबै ठाउँ भनेर नानी र म चाहिँ यता छौँ। हाम्रो साथीहरूले मैले म त धेरै ठाउँ लुटेँ कि साथीहरू, हाम्रो साथीहरूले छोड्नुहुन्छ कि भन्नु हो, छोडेर त जानु हुँदैन होला, हामीलाई कुर्नुहुन्छ होला। ल हेर्नु है मेरो साथीहरू पनि यहाँ आएको भयो, यस्तो राम्रो थियो। वाउ सो ब्युटिफुल, मरे म कति राम्रो। यहाँ आएको भयो, यस्तो राम्रो ठाउँ देख्नु पाउनुहुन्थ्यो हजुरहरूले, तर मिस गर्नुभयो। ल हामी चाहिँ पुलनिर पनि पुग्यौँ, नानी गइसक्नु भयो त्यहाँ लसक लसक गर्दै। अनि म चाहिँ जाँदैछु है त। यो चाहिँ साथीहरू उसो हुँदो रहेछ कि पुरै पानी पानी हुँदो रहेछ, जुत्ताहरू त यस्तो भइसक्यो साथी। अब कसरी जानु है, नानी त पुगिसक्नु भयो पारी। म चाहिँ हिलैमा डुबाएर गएँ, खुट्टा होस्। सधैँ हामी यही उसमा यस्तो हो कि साथीहरू। हजुर यही साथीहरू जति नेचर छ, यही जति साथीहरू जति खोलामा अर्कोचोटि आएर यस्तो हिलोमा डुबाउँछु भने पनि पाउँदैन। यति आएको बेला हो के भयो त। ल है हामी चाहिँ पुलमा आइपुग्यौँ, यस्तो राम्रो छ। हामीले हेरेको यही हो नि नानी, कति राम्रो। अनि पुग्यौँ यहाँ, अब अलिअलि फोटोहरू खिच्छौँ, त्यसपछि हामी जाने। आई लभ यु बेबी। एकाएक यस्तो भइसक्यो कुहिरो लागेर, अनि 1 बजिसक्यो अहिले चाहिँ। हामी अहिलेसम्म यहीँ छौँ, अब चाहिँ घर जानुपर्छ है। अनि म चाहिँ लोटेर यहाँ पुरै चाकभरि चिसो बनाइसकेँ। अयो हेर्न सक्नुहुन्छ यत्रै लोटेँ नि म। अनि साथीहरू अनि गर्दा यहीँ यत्रो बेर भइसक्यो, यहीँ 1:30 भइसक्यो। साथीहरू माथि रुममा कुरिरहेछन् होला, हामी चाहिँ गयौँ अब माथि रुम जान्छौँ, त्यसपछि निस्किने। मम्मीहरूले अगाडि नै कति बेला आउने भनेर गाली गरिसक्नु भयो। अनि अनि साथीहरू आजको भिडियो चाहिँ म यहीँ गर्छु। अनि भोलि कहाँ के हुन्छ फेरि अर्को भिडियोमा है त। सबैजना आजको भिडियो चाहिँ म यहीँ गर्छु है त साथीहरू। भोलि कहाँ जान्छु, के गर्छु, कसो गर्छु, सबै भोलि अर्को भिडियोमा। सबैजना स्वस्थ व्यस्त अनि मस्त रहनुहोस् भन्दै आजको भिडियो यति नै। बाई बाई।